यो रेकर्ड भइरहेको होइन देखेर ड्याट देखाउँछ हेर्नु कस्तो मजाले देखाइरहेछ यो सिन क्या हेर्नु त है तिलङ अस्ति उता सिधा छ नि ट्याब गयो होइन त्यो सानो पारी कुन ट्याबले जुन जान कुन रे गुफा यही बाटो यो यहाँ सिधा माटो होला नि सिधा उता हामी यहाँ गुफा सेपाई पनि त्यसो हुन्छ कि सब शेर्पा नै यो होला है रोडै रोड सिधा वान टाइम होला नि सबै पारी वान एम धेरै छ वान टाइम तर अलिक वान एम धेरै छ अरू जात पर्दा फटा
तिमीहरू के गरेको थियो बाटोमा के गरेको कस्तो छोरा कस्तो छोरा हो हो ठन्डै टाउकोमा कताको यहाँको हो यस्तो बिराम न सिराम नि अब आफ्नो घर ठाउँ आउनु पर्यो ए मन पनि जाने अरे जाने है यस्तै थियो होइन गीत त मिठो सुनिरहेको छ त हौ के गर्दै हुनुहुन्छ मम्मी हो कविताको मम्मी मम्मी अनि अनि बनाउँछु भनेर बनाउनु भएन अरे त मैले बनाउँदा हुने हो त काकी पनि मान्छे मैले ड्राई बनाउँदा हुने हो त उनीहरूको मिल्नु पर्छ त बस्नु न हुन्छ बाटो आउँछ क्या यो बाटो मलाई यति ब्लक अघि ब्लक भएको भए यता गरेर पर्दैन सानोमा कहाँ यहाँ तपाईँकोतिर आएको कता पसेको यो त माथि उक्लेको उक्लिनु चाहिँ यहाँ माथि आइपुग्यो नि तपाईँकोतिर आएको यहाँ एउटा यहाँ तपाईँहरूको यो साइडमा एउटा के यो भवन कि के हो यस्तो यो सानो सानो तल फर्किनुपर्छ अब
यो आङ्गन घरको हौ तर त्यहाँ आङबाङ अनसङ्गो त्यो हरियो टिनहरू त्यो टिन अनसङ्गोको हो अनि यहाँ लस्करै छ हाम्रो उको कति नजिकै छ है आइपुग्यो पहिला त थिएन नि यो त थिएन नि पहिला यता फेरि यो पतिरको फेरि हाम्रो उ अनि फेरि माया खोला उ त्यो मन्दिर एउटा उ त्यो छ नि रातो त्यो मयो खोलापट्टि पर्छ ए हो नि त्यस्तो पहिला त यस्तो थियो नि यहाँ ढुङ्गा छ क्या यहाँ भित्र ठुल्ठुलो ढुङ्गा छ क्या यिनै त्यसलाई त्यो ननिका कहाँको छ दाजु हाम्रो एउटा कान्छोले गरेको अनसङ्गो होइन हाक्दैन होइन यो हाक्दैन ग्रास छ कि ठुल्ठुलो भरे अहिले निस्किँदैन घाम यहाँ आएपछि मात्रै निस्किन्छ यो माछा चाहिँ खाँदैन कसैले हाम्रो घरमा नि पोखरीमा पनि यस्तो माछा छ कि तर निस्किँदैन क्या मान्छेहरू यो न ठुल्ठुलो छ त के बानी ढोका थियो सुजनको मोबाइलदेखि फोन गरेर बोलेको पो यहाँ छु हौ यता आज मात्रै पुगेको नि यहाँ त घाम लागिरहेछ दिउँसो चाहिँ लाग्छ आज छुट्टी छ अघि गएको छ कराते खेल्नु अब भरे कतिखेर आउँछ कि सन्चाइसँगै हजुर ए आउने पछाडि आउने नि दिदी अब मकै छरी राखेर आउनु पर्ला नि खै
ए आउने नि दिदी कहिले जानुहुन्छ कि त्यहाँ घुराहरू त्यस्तै हो उनीहरू घरमा हुन्छन् म मात्रै आउँछु अनि उसको स्कुल छुट्टिन्छ नि त आएपछि 1 महिना जति बस्नुपर्छ यो ढोक्रो गरी उसले याङम्यान ल्याएर याङम्यान सुनभन्दा महँगो छ अस्तिमा साली हो नि ऊ पनि आइरहेको थियो उसकै दिदी रहेछ नि त यहाँ एमएलए यहाँ